आजको शीर्षक रहेको छ रासायनिक विषादी न्यूनीकरण गरौँ स्वस्थ जीवन अपनाऊ। म प्राविधिक उमेश शाह। आज चाहिँ यो भिडियोमा मैले विषादी न्यूनीकरणको बारेमा भन्न गइरहेको छु। त खासमा मैले आज चाहिँ एउटा फिल्डमा यसरी डुल्न गएको थिएँ अनि डुल्न गएको बेलामा एकजना किसानलाई मैले के हेरेँ खासमा उहाँ चाहिँ विषादी टङ्कीमा विषादी राख्दाखेरि विषादी के गरेछ लास्टमा उहाँसँग विषादी पहिला प्रयोग गर्नुभएको रहेछ अनि लास्टमा एक टङ्कीमा प्रयोग गर्नुभन्दा थोरै अलि बढिरहेको छ। एक टङ्कीमा जति प्रयोग गर्नुपर्ने त्योभन्दा चाहिँ अलि बढिरहेछ। अनि उसले के गरेछ कि अब यति थोरै चाहिँ के राखौँ भनेर उसले के गरेछ लास्टमा सबै खन्याइदियो। अनि खन्याएर उसलाई साँचमा किसानलाई त त्यति अब पढे लेखेको त्यति हुँदैन, पढे लेखेको पनि त्यति कहिलेकाहीँ त उनीहरूले पनि गल्ती गर्छ। तर उनीहरू पढे लेखेको नभएकोले उनीहरू के गरेछ लास्टमा प्राविधिकले सल्लाह दिएको जति डोज एक टङ्कीमा राख्नुपर्ने त्योभन्दा चाहिँ अलि बढी नै हालिदिनु भएको छ। लास्टमा अब के गर्ने यसरी नै हाल्दा यताउता खसिन्छ भनेर नष्टै हुन्छ भनेर उसले के गरेछ त्यो टङ्कीमा राखिदिनु भयो। अनि के गरेछ एकछिनपछि उसले मिलाएर अनि विषादी राम्ररी मिलाएर पानीमा अनि टङ्कीले छरिरहेछ। अनि छर्दाखेरि उसले के गरेछ खासमा नि विषादी छर्ने बेलामा नि ध्यान पुर्याउनु पर्ने कुरा उसले केही अब पोसाक चाहिँ लगाउनु पर्यो, मास्क लगाउनु पर्यो। उहाँले चाहिँ के गरेछ मास्क लगाएको छैन। विषादी राख्ने बेलामा पनि उसले मास्क नलगाएर उसले के अब विषादी राख्दाखेरि कसो हुन्छ नि त्यही अब के अरे गरिरहेछ उसले, तर मास्क लगाउनु भएको छैन। आन्टीले मास्क लगाउनु भएको छैन। अनि फेरि उसले के गरेछ मजाले त्यो टङ्की राखेर पिठमा अनि विषादी छाड्दाखेरि उसले के गरेछ नि खासमा विषादीको अब छाड्दाखेरि अब छाड्नु पायो भने अगाडितिर जानु भएन के पछाडितिर ससर्दै पछाडि आउनु पर्ने हुन्छ। अनि उहाँले आन्टीले एउटा अझै गल्ती के गर्नुभएको छ नि कि विषादी छाड्दै अगाडि बढ्दै गरेछ। अनि यो एउटा किसानको होइन कि धेरै जसो किसानले यसरी नै गर्छ खासमा। अनि उहाँले छर्दै छोडिसकेपछि एकछिन के गरेछ अनि छर्ने बेलामा नि एउटा के गल्ती गरेछ नि उहाँले हावा जुन दिशाबाट आइरहेछ त्यही दिशामा उसको अब उताबाट हावा आइरहेछ अनि त्यहीतिर हावा उहाँले बस विषादी छाड्दा त्यहीतिर विषादी छाड्दाखेरि के भएछ उहाँको मुख लुगा कपडातिर विषादीको फोहर आइरहेछ। अनि आउँदाखेरि उसले फेरि यसो त्यहीले मुख पनि सफा हातले मुख पनि छोइरहेछ। त्यो एकदम धेरै नराम्रो हो, त्यस्तो चाहिँ गर्नु हुँदैन। अनि त्यस्तो चाहिँ उहाँले गर्नुभएको छ। अनि त्यस्तो गरेर अनि एकछिनपछि के गरेछ विषादी छाड्दै उहाँ अब घामको बेलामा अब टिम्कन कति खतरनाक हुन्छ तपाईँ आफै सोच्न सक्नुहुन्छ। जसरी कि अब विषादी के भन्छ नि त्यत्रो घामको बेला अनि बेलुका घामको बेला नि उहाँ चाहिँ के गरिराख्नु भएको छ कि विषादी छाडिराख्नु भएको छ। अनि विषादी छाड्दाखेरि उसको एकछिनमा के भन्छ आन्टीलाई कि अब मरे जस्तो भयो, अब बेहोस जस्तै नै भयो, बेहोसै भएको हो उहाँले। अनि एकछिन त्यहाँ एकजना उहाँको अनि हस्बेन्ड होइन अङ्कल चाहिँले के गर्नुभएको छ उहाँले अब यसो गर्दाखेरि उहाँले समात्न आउनुभयो। अनि समात्दाखेरि के गरेको छ खासमा उहाँले ढल्नुभयो। अनि ढल्दाखेरि एकजनाले पानी दियो अनि छर्दाखेरि पानी अलिअलि होसमा आएर उसले छायामा बसाउनु भयो होइन। अनि तपाईँ सोच्नु कि विषादी छाड्दाखेरि घामको बेलामा विषादी छाड्दाखेरि उसलाई बेहोस हुनसक्छ। अनि त्यही विषादी उहाँले के गरेछ एकछिनपछि केही 1 घन्टा नबित्दै फेरि उहाँले काँक्रो बजारमा पुर्याउनु पर्ने भनेर फेरि टिपिरहेछ। अनि टिपेर एउटा के भन्छ नि उसलाई क्रेकमा राखेर उहाँले बजारमा पठाउनलाई अब रेडी गर्दैछ। अहिले विषादी छरेछ, अहिले चाहिँ उसले क्रेकमा राखेर पठाउन खोज्दैछ। अनि तपाईँ सोध्नु जब उसले विषादी छाड्दाखेरि उसले बेहोस हुनसक्छ। अनि तपाईँ त्यही काँक्रो
बजारमा गयो अनि तपाईँ ताजा ताजा हुन्छ अनि ताजा ताजा भएको बेला नि के गर्छ नि सर ल सफा गरौँ अनि खान थाल्छ होइन। त्यो थाहा भएन तपाईँलाई कि यो खानाले के हुन्छ होइन। अब त्यो भइसक्यो। अब त्यो खाएको एउटा मैले इक्जाम्पल दिएँ, जसले कि अब तपाईँलाई लागिरहेको होला कि अब खायो केही हुँदैन त्यस्तो खासमा, हो साँच्चीकै अहिले खायो भने अहिले केही हुँदैन, हुन चाहिँ हुन्छ, थाहा पाउनुहुन्न। जसरी कि टाउको पनि दुख्न थाल्छ कहिलेकाहीँ, के भन्छ नि निन्द्रा थाकेको जस्तो महसुस हुन्छ, त्यो विषादीको कारणले हो खासमा। त्यति त अब प्राविधिकलाई त थाहा हुन्छ कि यो विषादीको कारणले हो, अनि अरूलाई त थाहा हुँदैन खासमा। अब त्यो हो एउटा कुरा। अनि त्यो एउटा मैले इक्जाम्पल कसरी दिएँ कि अब भन्छ कि मैले अहिले खाएँ मलाई केही भएन भने ठिकै छ, केही भएन भने, तर हुन्छ केही न केही भएको हो, नभएको होइन, केही न केही भएको हो। अब के हुन्छ मैले एउटा इक्जाम्पल दिइरहेको छु। एउटा रोडेन्टिसाइड हुन्छ होइन, मुसाको विषादी होइन, मुसाको विषादी। अनि एउटा हुन्छ जुन कि एकैचोटि खियायो भने जिङ्क फोस्फाइड, अनि जिङ्क फोस्फाइड एकैचोटि खियायो भने नि त्यो मुसाले खाएछ अनि मर्छ होइन। अनि एउटा के हुन्छ खासमा कि केक हुन्छ रोडेन्टिसाइड। त्यो केकमा के हुन्छ नि कि विषादी त्यो मुसोले खान्छ अनि फेरि जान्छ, आफू साथीहरूलाई पनि बोलाएर भन्छ ल उनीहरू पार्टी नै गर्छ केकसँग, केक खाएर पार्टी नै गर्छ उनीहरू। अनि गर्दा गर्दै उसमा हुन्छ, केकमा हुन्छ विषको मात्रा। अनि त्यो धीरे धीरे बिस्तारै त्यो शरीरभित्र फैलिन्छ। अनि फेरि के हुन्छ नि खासमा उसलाई विषको मात्रा बढिसकेपछि, खाना त अहिले खाइरहेको छ, साथीलाई बोलाएर पार्टी पनि गरिरहेछ, अनि पछि उसले विषको मात्रा बढिसकेपछि फेरि उसको गुड बाई, उसको डेथ हुन्छ होइन। अनि यसरी नै हो। अब अहिले त खायो विषादी छरेको ठिकै छ, खायो अहिले केही भएन, पार्टी सार्टी गर्छ होइन, ल ताजा ताजा ल्याएर खान्छ अनि विषादी छरेको हुन्छ, यो थाहा हुँदैन विषादी छरेको। ल अब त्यो खायो अनि खाँदै अब केही दिनपछि के हुन्छ नि खासमा, अब के जसरी कि क्यान्सर कुन रोगहरू निम्ति आउन सक्छ नि, त्यो विषादी त त्यति खतरा। अब उसलाई विषादी छाड्दाखेरि उसले बेहोस भएको हो, अनि तपाईँ डाइरेक्ट खानुहुन्छ भने तपाईँले केही हुँदैन, त्यही हो। अब अहिले केही नभए पनि केही दिनपछि तपाईँलाई केही न केही हुन थाल्छ, जसरी क्यान्सर, अरू विभिन्न किसिमको रोग तपाईँको लाग्न सक्छ है। त्यसको बच्नको लागि जसरी कि आइपिएम इन्टिग्रेटेड पेस्ट म्यानेजमेन्ट, यसरो प्राविधिहरू जसरी कि हाम्रो घरतिर के हुन्छ नि खासमा गाई गोरु हुन्छ, अनि त्यसको यसरी नै फालिदिया हुन्छु, गोबर सोबर मलमूत्र यसरी नै फालिदिया हुन्छु। जसरी कि अब फालिदियो अनि खेतमा ढाइचा लगाउन मिल्छ। ढाइचा ग्रिन मेन्युर, नाइट्रोजन फिक्सेसन गर्छ। मुङ त्यस्तो खाले बालीहरू लगाएर खेती गरियो भने बल्ल त्यो हामीले निरोग, हामी त प्राविधिकलाई त थाहा हुन्छ कि यो खानु हुँदैन, यसो नखानु। अब विषादी खाले प्रयोग गरेको खानुभयो भने तपाईँलाई त गाह्रो हुन्छ, त्यो त 100% हो। तर यो ढाइचा लगाएको अनि विषादी नछरेको रासायनिक नप्रयोग गरेको प्रयोग गर्नुभयो भने, गाई मूत्रको प्रयोग गर्नुभयो भने, आफ्नो घरमा प्रयोग गरेको चाहिँ राम्रो पनि हुन्छ होइन, आफ्नो उपयोगको लागि पनि ठिक हुन्छ। त्यही म निष्कर्षमा के भन्न चाहेँ नि खासमा कि विषादी भएको चाहिँ नप्रयोग गर्नु, 10 रुपियाँ महँगो चाहिँ खानु, तर विषादी भएको चाहिँ नप्रयोग गर्नु, मेरो भनाइ त्यही हो। नत्र अहिले गाह्रो नभए पनि पछि पक्कै गाह्रो हुन्छ।